स्टकिङ रे ओ माई गड डेन्जर कमेन्ट यो कमेन्टले थाहा भयो कतिको इङ्ग्लिस बोल्दैछ भनेर त थाहा भयो यो कमेन्टले थाहा भयो थाहा छ त तपाईँ युरोसहरूले तपाईँ धेरै यो गर्छ के पनि थाहा छैन योभन्दा सिसी योभन्दा 3 वर्ष अगाडि त लाइफमा मलाई कसैले पनि नेपालीले चिन्दैन थियो नेपालले तपाईँले चिन्दैन मैले जस्ट खैरीहरूसँग इङ्ग्लिस एकदम कुइरिनीहरूसँग फरेनरहरूसँग मात्र मैले लाइफमा बोल्थ्यो क्या इङ्ग्लिस अन्ली इङ्ग्लिस 50,000 जति फलोवर्स त मेरो युएस को खैरीहरूको छ क्या अनि मसँग जोडेको तपाईँ अलिकति नेपाली बोलेपछि जोइन भयो क्या तिमीसँग चाहिँ बुझेन किन हो नेपाली मलाई नेपाली थाहा छैन भनेको होइन फर्स्ट टाइम 1 year ago तपाईँ मसँग के बोल्थ्यो झट्ट हेर्दाखेरि त्यो अनुहारमा कि त्यो अलिकति त्यो केक बनाउन आउँछ जस्तो टाइपको देख्छ क्या है त्यो सुरेश दादा सरी झट्ट हेर्दाखेरि के केक बनाउन आउँछ जस्तो क्या त्यो मिठो त्यो गुलियो केक के त्यो अब हुन्छ नि ट्रेनिङ गरेको हो भनेर बोलेको छैन होइन हिजो होइन 1 year ago कहिले भन्यो कुकीले त्यस्तो एक्टिङ नगरिदिनु है यता अहिले मुभी होइन कि अहिले मुभी होइन एक्टिङ चाहिँ नगर ल नेपाल आएर बिजनेस गरौँ न सिसी म यहाँ त बेकरी खोलिदिन्छु ल म बोलेको थियो तपाईले 1 year ago पनि ल आऊ ल बेकरी खोलिदिन्छ नेपाल आऊ सिसी बेकरी खोलिदिनु न त म आउँछु तपाईँ रेडी गरेर राख्नु म आउँछु ल तिमी आऊ साँच्चीकै झुट बोला हैन तिमी आऊ हैन तिम्रो लागि यहाँ म तिम्रो लागि सबै यहाँ सेटअप रेडी गरिदिन्छु तिमी कहाँ बस्ने कहाँ खाने सबै तिम्रो लागि म छुट्टै रेडी गरिदिन्छु यता राम्रो ठाउँमा अनि एउटा त्यही बेकरीको नजिक बेकरी एउटा बबाल खोलिदिन्छु हैन कता लोकेसन काठमाडौँमा खोलिदिन्छु तिम्रो वेयर साइड विच साइड काठमाडौँ सेन्टरमा अब कहाँ राम्रो हुन्छ काठमाडौँ नो प्रब्लम अनि गेमको कुरा नगर के भन्छ अनि तिमीलाई अब मैले हैन तपाईको के बोल्छ अब स्यालेरी खोल्नलाई ए सिसी यार अनि कुरा मात्र ठुलो गरेको खोल्नु फर्स्ट खोल्नु सिसीले मलाई बोलाउनु इजी सोचिरहेको रहेछ क्या सिसीले त यार मलाई अब मलाई त्यस्तो लाग्दैन कि तपाईले खोल्दिन्छ भनेर तपाई कुरा मात्र ठुलो गर्छ कति लाग्छ भनेको त्यो खोल्नलाई के पनि सक्दिन हैन त्यो बिजनेस त हो नि थोडी न तिमीलाई मैले दान दिनला हो र बिजनेस त हो नि मैले खोले भन्दा तिमीले चलाए भन्दा राम्रो हो नि त सिसी त्यो त अनि त्यो त अनि राम्रो इन्कम हुन्छ नि त्यहाँबाट पनि बुद्धि हारे तिमीलाई म स्यालेरी चाहिँ 30,000 दिन्छु खोलिदिन्छ भन्छ म एम्प्लोयर हो अनि खोलिदिएर अनि के त्यहाँको अनि मेरो अनि पैसा चाहिँ कसरी उठाउने अनि मलाई चाहिँ तपाईले स्पोन्सर गरेर दोकान खोलिदिन्छ भनेर बुझ्यो ल ओनर पनि म सबै म थ्यांक यू ब्ल्याक यस्तो हाडे कुरा गरेर हुन्छ 50-50 गरौँ न त नत्र 50% मा 50-50 नो प्रब्लम तपाई रेडी गरेर राख्नु न त रेडी हैन तिमी आऊ पहिला सर्टमा रेडी हुन्छ जस्ट वान कल सक्यो हैन म ट्रस्ट गर्दिन कि त्यस्तो अनलाइनमा ओनर बन्ने रहर छ उसको हो यतिको साँच्ची सिसी जिन्दगीमा यतिको चाहिँ हुनुपर्छ साँचो हो भने चाहिँ हैन सत्तै अब हो काम भनेको सानो ठुलो हुँदैन गाई चाहिँ हैन तर मै ओनर बन्छु भनेर चाहिँ दिमागमा राख्यो भने चाहिँ एक न एक दिन भइन्छ क्या हैन काम त अरूकै गर्ने हो अरूकै काम गरेर सिकिने हो सबै अब खतरै भएर त कोही पनि जन्मेर आउँदैन तै पनि काम गर्दा गर्दा आफ्नो लक्ष्य चाहिँ ठुलै राख्नुपर्छ ओनर बन्छु भनेर यदि सिसीले हो रहेछ भने फुलफिल गर्दिनु त मेरो मन अनि कस्तो अनि 50-50% ओनर गरौँ न त पार्टनरशिप पनि हुन्छ त नि ठीक छ कन्फर्म गरेर राख्नु त म आउँछु
ल ल आउँ न त ल सिसी ल होइन अहिले प्रोसेस गर्नु के अलिकति ल अनुरोध गाइस एनिमल थ्याङ्क यू सेना नेपाली 10 लाख जति लिएर हो है यसो घरमा कोक्कलाई मागेर नेपाली 10 लाख जति लिएर हो अनि म 10 लाख रेडी गर्छु अनि 20 लाखमा अनि ल्याम्पमा खोलौँ अनि म 10-11 लाखमा फिनिसिङ गर्छु अर्को 10 लाखमा मैले पैसा हाल्नु पर्दैन अनि मैले 50% सब गरिदिन्छु Wonderful guys, anyone. Open to begin guys, everyone. 15 लाख मैले नै लगानी गर्छु जंगलतिर जाऊँ न रे हुँदैन जाम जंगलतिर घुम्न हो गाइस Wonderful guys. गाइस अब Wonderful, thank you come on. म सुत्न जान्छु यार अब यो पछि ओइ गाइस सबैजनाले गएर मेरो बोडकास्टमा जोइन गरौँ त गाइस मेरो टिकटकको प्रोफाइलमा जानु त तपाईहरुले कसले अनफलो गरेछ यार बोडकास्टमा जानु त टिकटकको प्रोफाइलमा जानु त्यहाँ हुके बोडकास्ट भन्ने छ त्यहाँ मैले चाहिँ नयाँ नयाँ मेरो भिडियोहरु पनि त्यही हाल्छु म लाइभ आउन लागे त्यही एक्टिभ हुन्छु म त त्यहाँ मेसेज गरेर आउँछु मैले है मेरो त्यो ग्रुपमा सबैजना जोइन भइदिनु त अनि मैले एउटा तामाङ गीतमा अघि अफिसियलमा फ्यान पेजमा हालेको तामाङ गीत यसो हेरेर आउनु यसलाई तुनबा ड्रेस के हो अनि ल सिसी अब म जान्छु हैन 1 मिनेट पछि अब म एक महिना पछि आउँछु मलाई तपाईको खुट्टा यो पक्रेर राखेको ठुलो कुरा नगर न सिसी तिमीलाई पड्केको राखेको भनेको मैले मको मान्छे रहेछ यार तिमीलाई मैले समात भनेको छ मैले त जान्छु अब मैले भन्दै नभनेर चट्टै काटेर जानु कस्तो अघि मैले त्यसरी जाँथे कस्तो नराम्रो लाग्यो तिमीलाई थ्यांक यू सम्यो थ्यांक यू सो मच जान्छु त भन्नु पर्यो नि त नि भन्नु पर्छ अनि छ्याउ रहेछ यार ठीक छ राम्रो लाग्यो अरु केटाले जसरी त्यो हावातामा बिटी गफान आउँदैन मलाई Is anyone snipe? तिमीलाई म किन्दिन्छु Sangpula. Is anyone snipe with not? Could you name guys anyone snipe? के राम्रो लाग्दैन जस्तो छ त हो कि त मेरो लुगा मन पर्यो लुगा मन पर्यो यो म डेलिभर गरिदिन्छु त नेपालमा खडा कुरा गर्छ बुद्धि छैन के हो जहाँ पनि हाउडे कुरा मात्र गर्छ यार थाहा छैन भुटानमा नेपालबाट इम्पोर्ट हुन्छ भनेर अनि त पैसा धेरै लाग्छ नि त नि लागिदिनु तपाई मन पर्यो भने म सेन्ड गरिदिन्छु ल सेन्ड गर्दै ल कति अहिले कस्तो गर्न अहिले रात भयो ल आफ्टर 1 वीक ल एक हप्ता भित्र गर्दियो त ल हुन्छ ल हेर्दिन त दम हेरौँ त हावा हुन्छ ल गफ गर्थ्यौ त हावा कुरा गर्छ यार मिस्टर ब्ल्याक जस्तै लान थाल्छ मिस्टर ब्ल्याक थ्यांक यू सो मच भुटानी बिहे गरे भने सबै सम्पत्ति छोरीलाई रे हो नि हो यो फुटबल लभरलाई सब थाहा हुन्छ यार किन त्यस्तो चाहिँ भन्दिन किन भन्नु न नत्र त फुटबल लभरमा भन्नु के हो सहर नत्र त ल ठिक छ सिसी हुन्छ रामसँग बस टेक केयर है त बेला फेरि त्यस्तो टी सर्ट पढाएन भने है के हो नङसँगमा गाए त्यो नङ लो मलाई एउटा कुरा भन है त्यो नङ यो यति लामो बनाएको अर्थ के हो त्यसको मिनिङ के हो स्टाइल हैन नि यो हैन के यो अब जान्छ भन्छ अब यो हैन यो अहिले चाहिँ अब लाग्छ अहिले चाहिँ अब अलिकति नङ लामो बनायो भने फेसन जस्तो लाग्छ हैन एकदम तर यो फेसन हैन नि अहिले त एकदम त्यो चुडेलो भन्छ अहिले चुडेलो हैन भन्दाखेरि अलिकति नराम्रो सुन्ला हैन सस्तो मान्छेहरूले बनाउँछ क्या त्यस्तो चाहिँ अहिले किन साँच्ची हो किन थाहा छ किन थाहा छ गाइस सुन्नुमा है यो नङ भनेको चाहिँ हैन पहिलाको मान्छेहरूले चाहिँ
बनाउँथ्यो क्या किन बनाउँथ्यो भने पहिला पहिलाको के मान्छे पहिला पहिला तपाईँ पहिलाको यहाँ सुन न म लो पहिला होइन क्या क्वालिटीको र नभन अहिलेको न त्यस्तो हो रे हाई हो कि क्वालिटी हो एनजी हो भनेको यहाँ सुन सिसी त्यो पुरानो राजाको छोरीहरू मुखियाको छोरीहरू हुन्छ नि राजाको छोरीहरू राजाको बुढी राजकुमारीहरू चाहिँ घरमा काम गर्ने मान्छे हुन्थ्यो होइन अनि आफूले काम गर्नु पर्दैन भनेर तिनीहरूले चाहिँ त्यो नङ लामो गर्थ्यो क्या होइन नङ लामो बनाउने स्टाइलिस Who गर्ने त्यो said बेला that? चाहिँ Even त्यो थियो त्यस्तो होइन लामो छ होइन नि अनि मम्मी यहाँ सुन काम न गर्छु घरमा यहाँ सुन सबै न यहाँ सुन न अनि त्यो बेला चाहिँ त्यस्तो थियो तर अहिले चाहिँ के हो भने त्यसलाई नै अब मान्छेले ओहो अब केटीहरूले कि त्यो बेलाको मान्छेहरूले यस्तो लगायो भने चाहिँ अलिकति काम गर्नु नपर्ने रहेछ अलिकति राम्रो उयो ब्याकग्राउन्डबाट देख्छ जस्तो लागेर अनि त्यो केटीहरूले चाहिँ त्यो अनि कपी गर्न थाल्यो क्या नर्मल अब होइन गर्दा 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 अहिले चाहिँ कति मान्छेलाई यसको रिजनै थाहा छैन कि यत्तिकै लगाइरहेछ क्या घरमा भाडा माझ्नु पर्ने हुन्छ भाडा माझ्दियो न भन्दाखेरि पनि ए माझ्नु न खोजी सुशीसँग लम्सम लम्बी ओइ ए चुप गर घरमा मेरो भाडा प्रेसर हाई जान्छ कि त्यस्तो कुरो चाहिँ मतलब छैन कसको मतलब छैन ल एसिजी अब घरमा भाडा माझ्नु पर्ने छ अनि भाडा माझ्नु न छोरी भन्दाखेरि त माझ्दिनँ मेरो नङ लामो छ क्या तपाईँ माझ्नु न भन्छ त्यसरी त किन लामो गर्नु पर्यो घरमा काम गर्ने मान्छे छ इफ घरमा खाना बनाउनु पर्दैन काम गर्नु पर्दैन भन्ने मात्र लामो गर्ने बुद्धि छैन त्यत्रो महँगो नेपालमा त यति महँगो पर्दो रहेछ यार तपाईँ नेपालमा हो र त्यस्तो चुप गर तपाईँ कुरा नगर कि तपाईँ केटीहरूले बोल्नु मलाई बोल्दैन नबोला होइन सम्झाएको यसलाई बोलेको होइन सम्झाउनु पर्दैन त्यो यहाँ एचसिसी कसम म एउटा रियल कुरा के भन्छु थाहा छ यहाँ कति केटीहरूले हेरिरहेको छ होला होइन यो औँला लामो बनाएर केटा कहिले पनि इम्प्रेस हुँदैन केटाले हेर्दैन म केटाको लागि यो इम्प्रेस गर्नेको लागि यो लगाएको होइन त केटीकै लागि त किन चुप गर लगाउनु तपाईँ परेको? के पनि बुझ्दिनँ तपाईँ केटी हो केटीकै लागि त किन लगाउने त केटीले हेरोस् भनेर किन फोक्कनमा कम त पैसा जान्छ त्यो यार म नेपालमा धेरै त्यही म राम्रो लाग्छ कि मेरो यो 2-3 हजार 3-4 हजार कति जान्छ नेपालमा त होइन के महँगो छ दिउँदिन त्यो केटाले वाउ भन्ने पनि होइन कि बरु त्यो दल्नेसम्म ठिक छ केटाको लागि होइन कि यहाँ सुन चुप न गर त्यो त हो र लिप ग्लस के भन्छ त त्यो दल्नेसम्म ठिक छ चट्ट देख्दा राम्रो अन्त देख्छ मेकअप सेकअप गर्दा त केटाले होइन यो यसमा त आँखै जाँदैन कि केटा मान्छेको हातमा त आँखै जाँदैन कि बुझायो नि कुरा हातमा आँखै जाँदैन क्या बुझ्दैन त्यो भएर यो फोक्करको पैसा खर्च नगर क्या यो केटी मान्छेहरू हातमा नलगाऊ यत्तिकै राम्रो देखाऊ यत्तिकै बस बरु त्यो पैसाले हो कि तपाईँ चुप गरेर छ अहिले म मेरो प्रेसर धेरै हाई जान्छ अहिले होइन मतलब छैन क्या मतलब छैन केही मतलब छैन कस्तो र मतलब तिम्रो प्रेसर तिमीसँगै राख रिक्वेस्ट आयो त तपाईँ जोइन गर्ने अलिकति एक म्याच खेलौँ हामी दुईजना को म त जोइन म त नगर गर्दिनँ गएको ल म जान्छु हुन्छ म जान्छु धेरै बोलेको अब अहिले म बोल्ने सिसीसँग मात्र हो होइन सिसी यहाँ सुन अब मैले म्यासेजमा भन्नुपर्ने तर अब म तिमीसँग जोइन हुँदाखेरि त्यो अरूको मलाई नाम ननिकाल है कसैको पनि तिमीलाई थाहा छैन मेरो बानी कस्तो छ भनेर बुद्धि छैन हुन्छ तपाईँ जानु कोही पनि नसोध मलाई कोही पनि मतलब छैन कोही पनि नसोध जस्ट म सोध तिमीलाई मैले मिस्टर ब्ल्याक भनेर सोधेको छ मैले तिमीलाई अनि अरू के सोधेको छ अनि त भर्खर पो सोधेर एक्जाम्पल दिइरहेको छु ओके मिस्टर ब्ल्याकसँग कस्तो भयो प्रोजेक्ट भएन जिस्केको हो त्यो भाइसँग किन प्रोजेक्ट गर्न र जिस्केको त्यो मेरो प्यारो भाइ हो अब नेपालमा चाँडै अब एउटा घर बनाउँदैछु मैले अनि काम गर्न मान्छे चाहिरहेको छ बोलाउन लाग्छु उसलाई मिस्टर ब्ल्याकको म बोलिदिन्छु मिस्टर ब्ल्याकले अब ल भन्नु अनि राम्रो हो नि म आफै नै काम गर्ने हो मलाई त साँच्चै म भोलि गएर अहिले मिस्टर ब्ल्याक दाइ यो प्रोजेक्टमा छ मुभीको प्रोजेक्टमा मुभी हेरिसक्यो त्यो भाइ खेल्दैछ अहिले प्रोजेक्टमा छ अहिले अनगोइङ प्रोसेस केटाहरू यार यो के हो यार टिकटक भाषा त्यस्तै हो र मुभी बुझ्नुहोस् मुभी अब त मिस्टर ब्ल्याकले चिन्दैन होला भोलि त मिस्टर ब्ल्याकले
खेलेको छ त ओल्ड मुभीमा मैले क्लिप्सहरू देखाएको थिएँ हो त्यो अहिले साइड मोडर्न पहिला पहिला त साइड रोल थियो कमेडी रोल रहेछ अहिलेको चाहिँ आई डोन्ट नो अहिलेको चाहिँ के हो र मलाई नि काम गर्न बोलाउनु होला त्यस्तै हो र साइड कमेडियनहरू जिस्केको रोल भनेको रोल हो आफ्नो आफ्नो अब आफूलाई जस्तो रोल सुहाउँछ त्यस्तो खेल्ने हो होइन अब आफ्नो काम आफूले गर्ने हो त्यो भाइको फिल्म नेपालमा पनि चलाउनु पर्यो नि त लु नत्र तपाईँ लगाउँछ उता भुटानको मुभी उता नेपालमा अनि सिसी हजुर मलाई पनि अनि भुटानको फिल्मतिर अफर गर भन न म चाहिँ ठिक छैन र हेर न म नि अलि तपाईँ भुटानको फिल्ममा के बुट्निस आउँछ तपाईँले म चाहिँ त्यस्तो भनेको राम्रो लाग्छ कि नेपालको फिल्म खेला सिसी तपाईँ नेपाली जान्छ भनेर सिसी हजुर नाचेले फुम्ला चाहिँ गुजु जाम्बो लालो छ के तामाङ भाषा बोल्छ अब गोली सो होइन म सिक्ने हो नि त ट्रान्सलेट गर्ने नि साउथ मुभीहरु पनि सक्दिन कि तपाईले कुजङको मात्र आउँछ तपाईले अल्लु अर्जुनलाई कुन चाहिँ हिन्दी प्रश्न बोल्न आउँछ भनेको यार आउँछ गाइस डबिङ गर्ने नि सिसी म नेपालीबाट बोल्छु त्यहाँ मेरो भोइस टाइम लाग्छ कि तपाई अब बुट्निस कि मुभी खेल्दाखेरि टाइम लाग्छ कि हाउ रहेछ यार के मेरो चाहिँ म चाहिँ अब धेरै नेपाली जान्छ अब नेपालमा केले पनि आउँछु ल तर सिसीलाई म नेपाल आए भने चाहिँ तपाई चाहिँ बुट्निस मुभी खेल्दाखेरि मिल्दैन कि लेभल किन तपाई कुरा जस्तो गर्छ अब लेभल मिल्दैन भनेको को जस्तो गर्छ तपाईले बोल्छ नि त लेभल मिल्दैन भनेर त्यस्तो ए हैन मिलाउने नि सिसी सुरुमा त कसको मिल्छ त सिसी सुरुमा कसैको मिल्दैन क्या जसैको पनि फर्स्ट भिडियो होस् कि फर्स्ट गाना होस् कि फर्स्ट जे पनि फर्स्ट चाहिँ जोरै हुन्छ त्यहाँबाट सिक्दै 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 पो हुन्छ त मेरो पनि पहिलाको भिडियोहरु मलाई अहिले हेर्दा हाँस उठ्छ क्या सिसी त्यस्तै त हो नि अब सबै पहिला कसैको नि राम्रो हुँदैन क्या कसैको नि हुँदैन त्यहीँबाट सिक्ने आउने सिक्दै 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 आउने हो नि त अनि म सिकिहाल्छु नि गुजु जाम्बुले त भन्न आइसक्यो मलाई यो एउटा मात्र रहेछ त कसो सिक्ने अब गुजुजाङको मात्र आउँछ तपाईले सबै आइहाल्छ नि मलाई तपाईँ बेसिक पनि आउँदैन आउँछ तपाईँ भन्दाखेरि के बोल्छ भुटानमा आजकल एउटा कुरा याद आयो यार यो राजा भन्दाखेरि यार आजकल मेरोमा यार एउटा फरियुमा एउटा दाइको गीत मात्र आउँछ भने यार कोनिचिवा लासो फ्याफुल्ला रिन्जेन दुर्जेको मूर्ति हाम्रो छ तिमालमा भने त्यो को दाइ हो यार कसम नन स्टप फरिमा आउँछ यार आजकल यार तपाईँहरूको आउँदैन त्यो गीत मेरो मात्र आउँछ हो अडियन्सले त्यस्तो हेर्छ हो र नि फर यु पेजमा तपाईँ त्यस्तो हेर्दाखेरि मात्र आउँछ त त्यस्तो टाइप अफ नजर हो भनेर आई थट लाइक द्याट तिमीले त्यो मैचाङ सुनेकै छैन मेरो गीत एमटिभी छैन त अनि मेरो उयसमा जाऊ न टपिकमा जाऊ न त्यो टपिकमा हो क्या प्रोफाइलमा जाऊ न पाउँदैछ एक महिनाभित्रमा 1 महिनाभित्रमा 1-2 महिनाभित्रमा अहिले काम बन्दैछ अब यस्तो के सिसी अब सङ त बनाइसक्यो राइट भइरहेछ कस्तो लेख्ने कस्तो भाइब्स लेख्ने देखिरहेको छु यस्तो लेखिरहेछ ल म जान्छु सिसी अब सुन्ने टाइम भयो जान्छु ल हुन्छ है यसो भिडियो सिडियो हानिदियो भने यसो स्लो मोसनहरू हान्यो भने यसो मेन्सन गर्नु न ल जान्छु ल ठीक छ ओके गुड नाइट बबाल कसम बबाल लागेको आउँछ ल गरिदियो बनाऊ त्यस्तो भन्छ फुकीले हुन्छ बबाल लागेको आउँछ स्टोरी राखिदिन्छु ल राख्यो गयो